गाई तिहार केवल परम्परा मात्र होइन, यो कर्म, करुणा, आत्मशुद्धिको पर्व हो। गाईमा लक्ष्मीको स्वरूप हुन्छ। जसले यो स्वरूप देख्छ, यो मानिसमा लक्ष्मीको अभाव कहिल्यै रहँदैन। हरि ओम। अङ्क ज्योतिष पुष्कर च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। म अङ्क ज्योतिष पुष्कर पोखरेल। अङ्क ज्योतिषीय आधारमा गाईलाई किन पुज्नुपर्ने, त्यसको कारण के रहेछ र आजको अङ्क कति छ, त्यसको आधारमा आजको नम्बरले दिने प्रभाव, दैनिक प्रभावको बारेमा पनि कुरा गर्नेछौँ। आउँ सुरु गरौँ गाई तिहारको विशेष कुरा। नेपाली हिन्दू परम्पराको चौथो दिन मनाउने एक पर्व हो गाई तिहार। यो गाई तिहारको दिन आज औँसी परेको छ। यस दिन गाईलाई लक्ष्मीको प्रतीकको रूपमा मानेर पूजा गर्ने गरिन्छ। गाईलाई गौमाता पनि भनिन्छ, जसको जीवनमा 5 वटा महत्त्वपूर्ण वस्तुहरू दिन्छन्। विशेष गरी गाईले दिने दूध, दही, घिउ, मूत्र र गोबर, यो 5 वटा चिजहरू जसलाई हामी पञ्चगव्य भनेर शुद्धता र औषधिको रूपमा प्रयोग गरिन्छ। पुराणका अनुसार गाईको शरीरमा 33 कोटी देवी देवताको वास हुन्छ, जुन कारणले गाईको पूजा गर्नु भनेको चाहिँ सम्पूर्ण देवी देवताको आराधना गर्नु। त्यसैले गाईको पूजा सर्वोत्तम मानिन्छ। यस दिन लक्ष्मी माता गौमाताको माध्यमबाट चाहिँ घरमा प्रवेश गर्नुहुन्छ भन्ने विश्वास रहिआएको छ। त्यसैले बिहान बेलुका गाईको पूजा गरेर घरभित्र धन, सौभाग्य र शान्ति प्रवेश गराउने परम्परा रहेको छ। गाई पूजाको विधि। गाई पूजा गर्ने समय विशेष गरी 6 बजेदेखि 9 बजेको बिचमा गर्न चाहिँ उत्तम साबित हुन्छ। पूजाको तयारी। गाईलाई सफा गर्ने, शरीरमा पानी छम्कने, माला, अक्षता, फूल, अबिर, टीका र धूप नैवेद्य तयार गर्ने, गाईको सिङ्गारमा तेल, रातो अबिर लगाइदिने, घाँस, केरा, रोटी वा फलफुल, मिठाई तयार गर्ने वा चढाउने। पूजाको क्रममा गाईको टाउकोमा टीका लगाइदिने, माला पहिराउने, धूप, दीप र पुष्पले आरती गर्ने, भोग स्वरूप दूध र मिठाई अर्पण गर्ने। अन्त्यमा गाईको चरणमा स्पर्श गरी आशीर्वाद लिने। नमो गौमाता लक्ष्मी स्वरूपिणी नमः, सर्वमङ्गलदायिनी सर्वसुख निवारणे नमः। यो मन्त्र उच्चारण गरेर तपाईले गाईको पूजा गर्न सक्नुहुनेछ। अङ्क ज्योतिषको आधार र गाई तिहारको आधारमा यसलाई थोरै जोडेर हेरौँ। गाई तिहार प्राय औँसी वा नयाँ चन्द्रमाका दिन पर्दछ। औँसीले ऊर्जा, आत्मशुद्धि, पुनर्जन्म र नयाँ प्रारम्भको सङ्केत गर्दछ। गाईको पूजाले यो ऊर्जा, धन र सौभाग्यको तरङ्गका रूपमा रूपान्तरण गर्दछ। आजको दिन 2082 साल 7 महिना 4 गते मङ्गलबार पारेको छ। विशेष गरी यसलाई जोडेर आउने अङ्कफल भनेको 23 छ। 23लाई जोडेर आउने 2 र 3 जोडियो भने 5 आउँछ। तसर्थ बुधको अङ्क हो 5। अब यसलाई हामी संवाद, बुद्धि र लेनदेनको ग्रह वा शुभ ग्रहको रूपमा मानिन्छ। स्थायी हुन्छ, केन्द्र हुन्छ, सबैको आकर्षण हुन्छ। यो दिन विशेष दिन हो। त्यसैले गाई तिहारमा बुद्धिमानी, कृतज्ञता र कर्म शुद्ध गर्ने कार्य अत्यन्तै शुभ मानिन्छ। फेरि दोहोऱ्याए, गाई तिहारमा बुद्धिमानी, कृतज्ञता र कर्म शुद्ध गर्ने हाम्रा कार्यहरू एकदम धेरै शुभ मानिन्छ। त्यो मात्रै होइन, वैज्ञानिक तथ्य र आधार हेर्ने हो भने चाहिँ गाईको दुधमा भिटामिन B12, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ। यो शरीरलाई शुद्ध र ऊर्जावान बनाउने एक तत्त्व पनि हो। त्यो मात्रै होइन, गाईको मूत्र र गोबरमा नेचुरल डिसइन्फेक्ट हुन्छ, जसले वातावरणलाई शुद्ध पार्ने। त्यसैले पुरानो समयमा गाईको गोबरले घर लिप्ने। त्यही भएर पनि हामी भन्छौँ, हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको। त्यो मात्रै नभएर मल र मूत्रलाई पञ्चगव्यको रूपमा, पञ्चामृतको रूपमा, पञ्चामृतको रूपमा पनि प्रयोग गर्ने भएकोले यो शुद्ध र शरीरलाई कीटाणु नाशक बनाउन सक्ने क्षमताको
वस्तु पनि छ भनेर यसलाई भन्ने गरिन्छ। वैज्ञानिक दृष्टिले गाईको शरीरबाट पोजिटिभ वा पोजिटिभ बायोम्याग्नेटिक फिल्ड निस्किन्छ। जब हामी गाईको पूजा गर्छौँ यो स्पन्दनले मन र शरीरमा शान्ति हुन्छ। त्यसैले पूजा गरे पछाडि सकिन्छ भने गाईको मुनिबाट छिर्ने तर सुरक्षा चाहिँ अपनाउनु होला। भएन भने गाईलाई नजिक जाने स्पर्श गर्ने गर्दा यो भाइब्रेसन, यो ऊर्जा, यो कम्पन तपाईसँग प्राप्ति हुन्छ। अब हामी फेरि अङ्क ज्योतिषीय दृष्टिले अझ थप कुरा गरौँ। गाई लक्ष्मीको शुक्र ग्रहसँग सम्बन्धित छ। शुक्र भनेको चाहिँ धन, सौन्दर्य र समृद्धिको कारण हो। गाई तिहार शुक्र ऊर्जा गर्ने, सक्रिय हुने समय हो। यो दिन प्रेम, करुणा र धन प्राप्तिको मार्ग खुल्ने विश्वास गरिन्छ। त्यसैले धन खुल्ने माध्यम भनेको लक्ष्मीको आराधना हो, शुक्रको आराधना हो, 6 नम्बरको नजिक हो। यो 6 नम्बर आफ्नो जीवनमा ल्याउने एउटा सुन्दर समय भनेको यो दीपावली तिहार हो, गाई तिहार। त्यसमा लक्ष्मी पूजा र गाई तिहार विशेष रूपमा मनाउने गरिन्छ 6 नम्बर वा शुक्र ल्याउनका लागि। गाई पूजा गर्नुपर्ने 3वटा विशेष कारण छन्, दान र करुणा। त्यो मात्रै होइन, आजको दिन कुनै पनि प्राणीलाई खान दिनु अत्यन्तै शुभ रहन्छ। त्यसमा भने गाई त उत्तम जनावर हो। आत्मशुद्धि, गाईको पूजा गरेपछि 5 मिनटपछि मौन ध्यान गर्नुहोस्, जसले तपाईँको आत्मालाई शुद्धि बनाउनलाई साथ गर्दछ। गाईसँगको ऊर्जालाई तपाईँले आफ्नो शरीरमा लिएर आउन सक्नुहुनेछ। र परिवारसँगको एकता, पूजा सकेर परिवारका सबै सदस्यसँग तपाईँले प्रसाद वितरण गर्नुहुन्छ, पूजा सँगै गर्नुहुन्छ। त्यसले गर्दा परिवारमा एकता पनि, आत्मीयता पनि, त्यो गाईसँगको, जनावरसँगको आत्मीयताले मानवीय आत्मीयतालाई पनि जोड्ने, त्यो ऊर्जाले काम गर्ने गर्दछ। गाई तिहार केवल परम्परा मात्र होइन, यो कर्म, करुणा, आत्मशुद्धिको पर्व हो। गाईमा लक्ष्मीको स्वरूप हुन्छ। जसले यो स्वरूप देख्छ यो मानिसमा लक्ष्मीको अभाव कहिल्यै रहँदैन। आजको दिन तपाईले गाई पूजा गर्दा धन मात्रै होइन, मन पनि सन्तुलन र शान्ति प्राप्त गर्नुहुन्छ। जय गौमाता, जय लक्ष्मी माता। आजको यो गाई तिहारको रहस्य, गाईको पूजा आखिरमा गौ पूजाको दिन किन गर्ने, किन लक्ष्मी गाईको रूपमा आउँछिन्, यसको विशेष जानकारी यहाँहरूलाई प्राप्त भएको छ। यस्तै जानकारी म यहाँहरूसँग लिएर फेरि पनि उपस्थित हुनेछु। यो भिडियो तपाईलाई मन परे लाइक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला। कमेन्ट्समा गौमाता लेखिदिनु होला। तपाईलाई शुभ रहनेछ। हरि ओम।